सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग होइन। आज चाहिँ म बिहान 4 बजे उठेर मुख सुख धोएर अनि टक्कसँगले यसो बाहिर हेरेको, यस्तो अँध्यारो रहेछ होइन। अनि बिहान बिहान 4 बजे यस्तो अँध्यारो हुन्छ, 5 बजे 4:30सम्म चाहिँ घामसाम लागिसक्छ। अनि त्यसपछि चाहिँ मैले हल्का प्ल्याङ गरेँ एक्सर्साइज। अनि नर्मली चाहिँ म यो प्ल्याङ चाहिँ 2 मिनट्स अथवा 2.5 मिनट्स त्यति होल्ड गर्न सक्छु। र एकदमै राम्रो हो एक्सर्साइज है, कोरको एक्सर्साइज राम्रो हो। र त्यसपछि मैले चाहिँ हल्का पुसअप्सहरू गरेँ, नर्मल पुसअप्स मैले लगभग 25 गरेँ होइन। म चाहिँ मेरो हाइएस्ट पिआर भनौँ के भनौँ त्यो चाहिँ 40 हो, एक सेटमा 40 आएको थिएँ मैले। त्यसपछि चाहिँ हल्का गर्मी भएकोले टी सर्ट खोजेको थिएँ र यो चाहिँ वाइड पुसअप्स हो। वाइड पुसअप्स चाहिँ एकदमै राम्रो तपाईँहरूको चेस्टको त्यो चेस्टलाई ठुलो बनाउने वाइड पुसअप्स चाहिँ एकदम राम्रो। त्यसपछि चाहिँ मैले गरेँ डायमन्ड पुसअप्स नि ट्राइसेप्स अथवा इन्नर चेस्टको लागि एकदम राम्रो। र त्यसपछि चाहिँ मैले ब्रेकफास्ट खानालाई रेडी गरेँ। ब्रेकफास्टमा त्यही हो, ड्राई फ्रुट्सहरू छ, अखरहरू, काजु अनि चना अनि त्यसपछि बदामहरू छ र साथै तातो पानी हर्लिक्ससँग। हेलो एभ्रिवान, म चाहिँ अब घरबाट हिँडिसकेँ, पानी परिरहेको छ, छाता उठिरहेको छैन। अनि अब अहिले 4:50 जति भयो। अनि 6 बजे चाहिँ हेरेर पनि पुग्नुपर्छ, तर पानी परेको कारणले गर्दाखेरि यदि त्यहाँ नि पानी परेको छ भने चाहिँ हल्का ढिलो नै गराउनु होला रनिङ रनिङहरू पिचहरू चाहिँ जो होस् टाइममा चाहिँ पुग्नुपर्छ। अनि वर्ल्ड कप गाइज, वर्ल्ड कप हिजो बिहान 6:45 अर्जेन्टिना र अल्जेरियाको गेममा मेसी स्कोर्ड ह्याट्रिक। तर बेलुका पोर्चुगल र डियर कङ्गोको गेम रहेछ। अनफर्चुनेटली रोनाल्डो डिन्ट स्कोर एनी अफ द गोल, बट स्टिल उनीहरूले चाहिँ एक एक गोलको ड्र गरेर 1 पोइन्ट लिएको छ पोर्चुगलले चाहिँ। अब अर्जेन्टिना 3 पोइन्ट्स सेक्योर गर्यो। अनि अब सायद नेक्स्ट गेम चाहिँ अर्जेन्टिनाको सायद जोर्डन हो कि अस्ट्रेलियाकोसँग छ। त्यो नि म हेर्छु होला, यदि भ्यायो भने बिहान बिहान त नहोस्, बेलुका होस्, बेलुका भयो भने चाहिँ हेर्छु। र अब चाहिँ बस स्टपमा म जाँदैछु, त्यही भएर पत्ता गाइस बल्ल पानी पर्न रोकेको छ। अब चाहिँ म चाहिँ बस स्टपतिर जान्छु। लेट्स गो। I'm back. म घर आइसकेँ होइन। अनि अब म हात खुट्टा धोएँ चाहिँ अब म खाना खान्छु। अनि त्यसपछि हल्का रेस्ट लिएर अनि पढ्छु। अनि आज अब सन्डे वेडनेसडे ब्याक बाइसेप्स, मन्डे थर्सडे सोल्डर फोर आर्म्स हो। त्यसैले अब आज म सोल्डर र फोर आर्म्सको एक्सर्साइज गर्छु। अनि तपाईँलाई पनि देखाउँछु म कसरी एक्सर्साइज गर्छु भनेर। अनि त्यसपछि चाहिँ हामी हल्का पढ्छु। त्यसपछि आजको मेरो दिन सकिन्छ। र भोलि फ्राइडे हो, फ्राइडे चाहिँ त्यो रुटिनमा पनि एक्स्ट्रा एक्टिभिटिज लेखाएको छ। अब त्यो भन्नु चाहिँ के हो थाहा भएन, सायद लङ रन लाग्छ होला भोलि चाहिँ, त्यस्तो लाग्यो मलाई सायद होइन। अब त्यही हो, अब म खानासाना खाएर हल्का रेस्ट लिएपछि I'll see you guys soon. सो गाइज अहिले चाहिँ बज्यो साँझको 5 र मेरो एक्सर्साइज गर्ने टाइम भएछ। र आज बिङ थर्सडे, आज थर्सडे हो, त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ अब आज चाहिँ सोल्डर फोर आर्म्स हान्छु। अनि हल्का एप्सको पनि एक्सर्साइज गर्छु। एप्सको एक्सर्साइज नगरेको धेरै भइथ्यो। सो लेट्स गेट स्टार्टेड। सो गाइज मैले चाहिँ एक्सर्साइजहरू गरेर भइसकेपछि यो रेकर्ड गरेँ होइन। एक्सर्साइज गरेको चाहिँ रेकर्ड गरिनँ मैले, तर आई डिड एक्सर्साइज गाइज। एक्सर्साइज गरेँ त मैले सोल्डर्सको लागि त ल्याटरल रेजेस, फ्रन्ट रेजेस, अनि फोर आर्म्सको लागि हल्का कर्ल्सहरू, अनि एप्सको लागि नि क्रन्चेसहरू हान्थेँ। त्यसपछि नुहाइसकेपछि अब यही हो मेरो आजको दिन, यति नै हो। सो आजको दिन त्यस्तो अलिक प्रोडक्टिभ नै भयो भनौँ। अनि त्यही हो गाइज। अब
यो खासै कन्सिस्टेन्ट चाहिँ पाएको छुइनँ म यो ब्लग्सहरू लिएर, सायद थकाइले पनि होला। अब चाहिँ अलि कन्सिस्टेन्ट हुनुपर्ने भनेर सोचेको छु। सो सी यू सुन इन माई नेक्स्ट ब्लग।